नमस्ते। नेपालको प्रजातन्त्रको कथा यो पनि एक दुई दिनको होइन, यो त 70 वर्ष लामो एउटा महायात्रा हो। आज हामी यही यात्रालाई केलाउँदैछौँ। एउटा देशले आफ्नो परिचय खोज्न गरेको त्यो उथलपुथलपूर्ण सङ्घर्षको गाथा। अब सोच्नुस् त, प्रजातन्त्रको सुरुवाती दिनहरू कस्ता थिए होलान्। म एउटा आँकडा दिन्छु जसले सबै कुरा प्रश्न पार्छ। प्रजातन्त्र आएपछिको पहिलो 10 वर्ष मतलब 2007 सालदेखि 2017 सालसम्ममा नेपालमा कतिवटा सरकार फेरिए होलान्? 10 वटा। हो, ठिक सुन्नुभयो, हरेक वर्ष एउटा नयाँ सरकार। यो एउटा सानो उदाहरण मात्र हो त्यो बेलाको राजनीतिक अस्थिरता कति गहिरो थियो भनेर बुझ्न। ल, अब यो लामो कथालाई हामी 6 भागमा बाँडेर हेरौँ है। सुरुमा प्रजातन्त्रको त्यो कमजोर बिहानीबाट सुरु गर्नेछौँ, अनि राजाको प्रत्यक्ष शासन, त्यसपछि कसरी जनता फेरि उठे, अनि अराजकताको त्यो दशक, राजतन्त्रको अन्त्य र अन्त्यमा नयाँ संविधानको प्रतिज्ञासम्म पुग्नेछौँ। ल, सुरु गरौँ पहिलो खण्डबाट। प्रजातन्त्रको कमजोर बिहानी। 2007 सालमा जब 104 वर्ष लामो राणा शासन ढल्यो, सबैमा एउटा आशाको लहर थियो। तर त्यो आशासँगै चुनौतीहरूको पहाड पनि थियो। प्रजातन्त्रको पहिलो स्वाद भन्नुपर्दा निकै तितो र अस्थिर रह्यो। त्यो समयको राजनीतिलाई एउटै लाइनमा भन्नुपर्दा सधैँ शक्तिको खेल मात्रै थियो, र भयो पनि ठ्याक्कै त्यस्तै। राणा र कङ्ग्रेस मिलेर बनाएको सरकार त सुरुमै टिक्न सकेन। एकातिर नेताहरूको हत्या, अर्कोतिर आपसमै विश्वासको खडेरी। यो सब शक्ति सङ्घर्षले भर्खरै जन्मेको प्रजातन्त्रको जगलाई सुरुमै हल्लाइदियो। प्रश्न उठ्छ, किन यति कमजोर भयो सुरुवात? कारणहरू केलाउँदै जाँदा केही कुरा प्रष्ट देखिन्छ। एक त राजनीतिक दलहरू आफै परिपक्व थिएनन्, उनीहरूमा एकता भन्ने चिजै थिएन। अर्कोतिर राणा पक्षधरहरू प्रजातन्त्रलाई कसरी हुन्छ असफल बनाउने भनेर भित्रभित्रै लागि परेका थिए। अनि अर्को महत्त्वपूर्ण फ्याक्टर, राजा महेन्द्र जो कहिल्यै पनि प्रजातन्त्रको पक्षमा थिएनन्, उनी त आफै शक्ति हत्याउने दाउमा थिए। र आम जनतालाई पनि प्रजातन्त्र भनेको के हो, यसका मूल्य मान्यता के हुन् भन्ने खासै थाहा थिएन। अब कथाले अर्को मोड लिन्छ। हामी पुग्छौँ दोस्रो खण्डमा, राजाको प्रत्यक्ष शासन। प्रजातन्त्रको त्यो कमजोर प्रयोग लामो समय टिकेन र 2017 सालमा त्यसको अन्त्य भयो र सुरु भयो 3 दशक लामो एउटा निरङ्कुश शासन। यो शासन थियो पञ्चायती व्यवस्था। 2017 साल पुस 1 गते, जुन दिनलाई नेपालको इतिहासमा कालो दिन भनेर पनि चिनिन्छ, राजा महेन्द्रले यो व्यवस्था लागू गरे। यो कस्तो व्यवस्था थियो? सिधा भाषामा भन्दा निर्दलीय र निरङ्कुश। मतलब कुनै पनि राजनीतिक दललाई मान्यता थिएन र सबै शक्ति राजाको हातमा थियो। अनि यो व्यवस्थाले नेपालमा 1-2 वर्ष होइन, पुरै 30 वर्ष राज गर्यो। तर दमन सधैँ टिक्दैन, होइन र? अब आउँछ तेस्रो खण्ड, जनताको पुनः उदय। 30 वर्षको लामो निरङ्कुश शासनपछि जनताभित्रको असन्तुष्टि एउटा ज्वालामुखी जस्तै फुट्यो, एक विशाल जनआन्दोलनको रूपमा। यो प्रजातन्त्रको लागि एउटा ठूलो जित थियो, तर केही हदसम्म अपुरो। कुरा हो 2046 सालको जनआन्दोलनको। यसपटकको खास कुरा के थियो भने सबै राजनीतिक दलहरू एक ठाउँमा उभिए, अनि हतियारले होइन, शान्तिपूर्ण सडक प्रदर्शनले नै 30 वर्षदेखि जरो गाडेर बसेको पञ्चायती व्यवस्थालाई उखेलेर फ्याँकिदिए। साँच्चै यो एउटा ऐतिहासिक क्षण थियो जहाँ जनताको आवाजले राजाको शक्तिलाई घुँडा टेकाउन सफल भयो। यहाँ 2007 साल र 2046 सालको आन्दोलनमा एउटा ठूलो फरक छ जुन बुझ्न जरुरी छ। 2007 मा हतियार उठाइयो, राणा शासन त गयो, तर शक्ति कसको हातमा आयो? राजाकै। तर 2046 मा के भयो? आन्दोलन शान्तिपूर्ण थियो, तर यसले राजाको निरङ्कुश शक्ति नै खोसिदियो। यसको मतलब के हो? मतलब जनताले आफ्नो विगतको अनुभवबाट सिकेका थिए र यसपटकको जित अझै धेरै अर्थपूर्ण थियो। प्रजातन्त्र त फर्क्यो, तर के शान्ति पनि फर्क्यो त? फर्केन। अब हामी प्रवेश गर्दैछौँ चौथो खण्डमा, अराजकताको 1 दशक। 2046 को त्यो जितपछि देशको अवस्था 1 कदम अगाडि 2 कदम पछाडि भने जस्तै भयो। दुर्भाग्यवश देश एउटा नयाँ र पहिले भन्दा पनि भयानक हिंसात्मक द्वन्द्वमा फस्न पुग्यो। यो एउटा आँकडा होइन, यो एउटा भयानक यथार्थ हो। 17,000। 2052 सालबाट सुरु भएको 10 वर्षे माओवादी द्वन्द्वले करिब यति नै नेपालीको ज्यान लियो। त्यो राजनीतिक अस्थिरता र द्वन्द्वले देशलाई कति ठूलो मानवीय मूल्य चुकाउन लगायो भन्ने कुराको यो एउटा सानो प्रमाण मात्र हो। त्यो बेलाको नेपालको अवस्था कस्तो थियो भने देश एउटा त्रिकोणात्मक द्वन्द्वमा नराम्रोसँग फसेको थियो। एकातिर थियो राजतन्त्र
जो आफ्नो गुमेको शक्ति फिर्ता लिन खोज्दै थियो। अर्कोतिर थिए संसदमा भएका राजनीतिक दलहरू जो सरकार चलाउनै सकिरहेका थिएनन्, अनि तेस्रोतिर थिए सशस्त्र विद्रोह गरिरहेका माओवादी। देश यी तीन शक्ति बीचको चेपुवामा परेको थियो। अनि एकपछि अर्को घटनाले यो सङ्कटलाई झन गहिरो बनाउँदै लग्यो। 2052मा माओवादीले हतियार उठायो। त्यसको केही वर्षपछि 2058 जेठमा त्यो भयानक दरबार हत्याकाण्ड भयो, जसले राजा वीरेन्द्रको पुरै परिवारलाई सखा पार्यो। अनि त्यसपछि आए नयाँ राजा ज्ञानेन्द्र, जसले 2059 सालमा निर्वाचित सरकारलाई नै भङ्ग गरेर फेरि प्रत्यक्ष शासन सुरु गरे। यसले त देशलाई लगभग पतनकै मुखमा पुर्यायो। तर हरेक अन्ध्यारो रातपछि बिहानी हुन्छ। अब हामी आइपुगेका छौँ कथाको सबैभन्दा रोचक मोडमा, 5औं खण्ड, राजतन्त्रको अन्त्य। यो त्यो बिन्दु हो जहाँ पानी र आगो जस्ता देखिने राजनीतिक शक्तिहरू पनि एउटै साझा दुश्मनको विरुद्धमा एक भए, र त्यो दुश्मन थियो राजाको निरङ्कुश शासन। यो एकताको आधार थियो 12 बुँदे समझदारी। सोच्नुस् त, वर्षौंदेखि एक अर्कासँग लडिरहेका संसदवादी 7 दल र सशस्त्र विद्रोह गरिरहेका माओवादी एउटै टेबलमा आए, एउटै उद्देश्य लिएर, राजाको निरङ्कुश शासनको अन्त्य। इतिहासमा यो एक अविश्वसनीय घटना थियो, र यही समझदारीले नै अन्तिम र निर्णायक आन्दोलनको जग बसाल्यो। त्यसपछिका घटनाहरू त निकै तीव्र गतिमा भए। 2062 चैत 24मा दोस्रो जनआन्दोलन सुरु भयो। जम्मा 19 दिनको देशव्यापी आन्दोलनले पुरै देशलाई ठप्प पारिदियो। नतिजा 2063 वैशाख 11मा राजा घोडा टेक्न बाध्य भए, संसद पुनर्स्थापना भयो, र त्यसको ठिक 2 वर्षपछि 2065 जेठ 15मा नेपालको इतिहासबाट 480 वर्ष पुरानो राजतन्त्रको अध्याय सधैँका लागि बन्द भयो। राजतन्त्र त गयो, तर लडाई सकिएको थिएन। अब हामी आइपुगेका छौँ अन्तिम र सबैभन्दा महत्त्वपूर्ण खण्डमा, नयाँ संविधानको प्रतिज्ञा। आखिर यी सबै आन्दोलन र बलिदानको अन्तिम लक्ष्य के थियो त? त्यही एउटा सपना कि जनताले आफै आफ्नो संविधान लेख्नेछन्। र त्यो सपना साकार पार्न बनेको संविधान सभाको बनावट हेर्नुस् त, यो आफैमा एउटा क्रान्ति थियो। 532 जना सदस्यहरूमा कुनै एउटा जातिको मात्रै बाहुल्यता थिएन। क्षेत्री, जनजाति, बाहुन, मधेसी, दलित सबैको आवाज समेटिएको थियो। आखिर जनआन्दोलनले मागेको नयाँ नेपालको आधार नै यही समावेशिता थियो। र त्यो ऐतिहासिक दिन पनि आयो। 2072 साल असोज 3 गते एउटा होइन, दुईवटा संविधान सभा र वर्षौंको लामो बहसपछि अन्ततः नेपालले आफ्ना प्रतिनिधि मार्फत लेखिएको संविधान पायो। यही संविधानले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो। भन्न सकिन्छ 70 वर्षदेखिको त्यो लामो र कठिन यात्राले बल्ल आफ्नो गन्तव्य भेट्टायो। तर के यात्रा साँच्चै सकियो त? 70 वर्षको यत्रो उथलपुथल, यति धेरै बलिदानपछि बनेको यो संविधानले के देशलाई साँच्चै स्थायी शान्ति र स्थिरता दिन सक्ला? यो एउटा यस्तो प्रश्न हो जसको उत्तर भविष्यले मात्रै दिनेछ, र जसले हामी सबैलाई सोच्न बाध्य बनाउँछ।